साथीहरु सबैजनालाई नमस्ते नमस्ते भन नमस्ते। आज चाहिँ आमा छोराले चाहिँ सानो एउटा जोकिङ भिडियो चाहिँ बनाउन आँटेको अनि आमा छोरा मात्रै छिन् कि अनि अहिले सुत्ने टाइम भएकै छैन अनि बाबुको बाबाहरु चाहिँ बाहिर जानु भएको छ नि त अहिले एकछिनमा आउनुहुन्छ अनि आमा छोराले चाहिँ एकदम अल्छी लाग्यो के अनि टिभी हेरिरहेको नानी छ नि नानीलाई चाहिँ मैले एउटा सानो भिडियो बनाउँ आज चाहिँ प्र्याङ्क मतलब जोक भिडियोहरु बनाउँ है भनेर चाहिँ यहाँ रेडी पारेको छु अनि हामी चाहिँ कस्तो फनी भिडियो बनाउँछौँ हेर्दै जानु होला तपाईहरु चाहिँ एउटा गेम खेल्छौँ के गेम्स अनि त्यसमा चाहिँ स्टोन पेपर सिजरमा चाहिँ कसको गलत हुन्छ बाबुले जे सोच्छ मैले त्यो भन्नुपर्छ अनि मेरो सही भयो भने म बाबुलाई के भन्नु मन लाग्छ त्यो भन्छु अनि आमा छोराको बराबरी भइरहेको हुन्छ है त हेर्दै जानु होला तपाईहरुले चाहिँ ल रेडी कस्तो गर्नु अरे second is बराबरी काट्नु ताइले सक्दिन स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर जिते अब के भन्छस् ल अलिक छेउमा आइज क्यामेरा नाच्नु सुरुमा नाच्नु ल छेउमा आइज नि त क्यामेराको छेउमा नाच्नु अरु थोक के भन्न त नि गाउनु गाउनु सानो एउटा गाउँ चाहिँ भइहाल्छ ल मखमली पछोरीले सानो जानिन गानै जानिन त सानो पाखा चहराले तिम्रै गीत गाउँछ भयो ल फेरि स्टोन पेपर सिजर स्टोन पेपर सिजर मैले नि अब म सोध्छु अलिक आइज के भन्नु भनेको फेरि मिस्टेक गर्ने हेर नि भन्नुपर्छ ल त पनि गाउने बराबरी आमा छोराको আৰু क्रिसमस দি ওচৰ হৈছে পকেট খালি আজি হলে বস্তি যাবলে বেছি মন আছে হাৰামি সাথী খান কৈ বস্তি জলি আহিবি পকেট খালি হলে বিসাদি চৰতে থাকিলে মই একো নালাগে মই বস্তি জলি আহিবলৈ থাকি আছে यो चाहिँ हो नागामिस गाना है साथी रसकोल नागामिस गाना पुरा भाइरल भएको छ कि क्रिसमसको लागि चाहिँ अनि ल अब फेरि अलिक स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर तैले फर्स्ट पेपर गर्नु ल ल फेरि फर्स्ट स्टोन पेपर सिजर मैले भन्नु अब मैले गर्नु मैले भन्छु ठाट्नु हुँदै बाबा आमालाई सजिलो दे आमा केही सक्नुहुन्न नि नाच्नु नाच्नु अरे ल अब चाहिँ साँच्चैकै नाच्छु ल के गाह्रो नाच्नु नाच्छु ल चितको साडी मखमली चोलीलाई कस्तो लाग्यो गाउँकी यो छोरीलाई भन्देऊ सुटुका भन्देऊ सुटुका नबोली ओठाले हाँस्देऊ मुसुका भयो स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर मैले भन्नुपर्छ मलाई बाबा मनपर्छ कि आमा मनपर्छ कि दादा मनपर्छ एकजना चोइस गर्नुपर्छ एकजना चोइस गर्नुपर्छ तीनजनै मनपर्छ त्यसो भए के सोध्नु भन्दाखेरि स्कुलमा तँलाई के सब्जेक्ट मनपर्छ तेरो फेभरेट सब्जेक्ट इंग्लिश टू यता हेरेर भने इंग्लिश टू त्यसो भए रेडी फेरि स्टोन पेपर सिजर कसले भन्नुहुन्छ फेरि मैले भन्नुपर्छ अलिक छेउमा आइज अनि त भोलि पर्सि स्कुल पढेर चाहिँ ठुलो मान्छे भएर के बनिन्छस् आर्मी बन्ने सपना छ ल फेरि
स्ट्याम्प पेपर सिजर मैले भन्नुपर्छ अब म भन आ, राम्रो राम्रो दे नि आमालाई सक्नुहुन्न नि फेरि गाउनु गाउनु बटर सिङ्गरको गाना सुन्नु होला हजुरहरूले आजकल ट्रेन्डिङमा के चलिरहेछ भने चाहिँ के गाना अरे दिल नदिया किरिचका गाना सुनेगा किरिचका गाना सुनेगा दिल किरिचका गाना सुनेगा किरिचका गाना सुनेगा दिल न दिया बोलो न बोलो क्या किया भयो सक्दिनँ ल ल हेलो रेडी स्ट्याम्प पेपर सिजर मैले भन्नुपर्छ के सोध्नु तँलाई त मुस्कुराएको गर्छस् के भन्नै खोज्दैन तेरो फेभरेट कलर के हो कलर रेड रेड ल स्ट्याम्प पेपर सिजर स्ट्याम्प पेपर सिजर स्ट्याम्प पेपर सिजर स्ट्याम्प पेपर सिजर पेपर सिजर पेपर सिजर तैँले फर्स्ट टर्न गर्नुभयो तैँले फर्स्ट टर्न गर्नुभयो हेलो भेरी ल चिटिङ ल फर्स्ट स्ट्याम्प पेपर सिजर म पा भन्ने भन लेट्स गो जल्दी के भन्नु राम्ररी बस् न बाबा के भन्नु गाना गीत भगवानको ल राम्ररी बस् न गाउँछु ल श्री कृष्ण गोविन्द हरे मुरारी ए नाथ नारायण धुन वसुदेवा कृष्ण की जय जय राधा की जय जय कृष्ण की जय जय राधा की जय जय कृष्ण की जय जय राधा की जय जय ल भाइ ल स्ट्याम्प पेपर सिजर भन्नु मलाई कता भन्नु तुम भी एक गान गाओ गाना गा So glad you welcome you. Celebrate from us together. We are the one was welcome you. Say pinky star. We are so glad you welcome you. Celebrate from us together. We are the one was we are the welcome you. गाना हो न के हो यो गाना गाना हो के गाना हो हामीको सुन्नु ल फेरि स्ट्याम्प पेपर सिजर म त भन्ने हो भन्न हाजिर छु म तैको सबसे फेभरेट फल कुन चाहिँ हो मेरो फेभरेट फल फल त मलाई सब मन पर्छ एउटा मेरो फेभरेट भनेको भन्नु के भन्नु मेरो फेभरेट के होला अन्नु सुन्तला ल फेरि पेपर सिजर भन्नु मलाई तँलाई भन्नु खानामा के मन पर्छ तेरो फेभरेट के हो छाउ ल स्ट्याम्प पेपर सिजर स्ट्याम्प पेपर सिजर तर जितिस ल भन तैका सबसे फेभरेट सब्जी के हो मेरो फेभरेट सब्जी त खसीको मासु हो अर्को सब्जी अर्को सब्जी चाहिँ मेरो सबैभन्दा फेभरेट हो टमाटर टक मेरो टमाटर सस टक काटेर प्याज खोर्सानी हालेर फ्राई गर्ने तेलमा ल सुरु लेट्स गो 1 1 2 3
स्टोन पेपर सिजर स्टोन पेपर सिजर भन्नु मलाई मैले भन्नु अब त पनि एउटा गाना गाएर नाच्नु पर्छ नै गानु या नाच्नु तैले तैले भन्नुपर्छ हैन न मैले भन्नुपर्छ के अब मैले भन्नुपर्छ हैन गानु या नाच्नु नाच्नु गाएर खाली एउटा म खेल्दिन त्यस्तो भए यस्तो चिटिङ गर्छिस् त खाली एउटा भन्ने हो अलिकति गाएर नाच्नु भइहाल्यो त अघि म पनि त्यस्तो राम्रो गाएर नाचे लो चिटिङ त हुँदैन नम्बरी छ Just because science Saturday I grow up. Just because science cake is true, I might not know the best way to go, but I have big dreams. भयो आधा मेरो छोरी आधा गाना ल ल भयो भयो ल वाह दामी हुँदैछ भिडियो चाहिँ नगर्नु ल ल रेडी 1 2 3 के अरे स्टोन पेपर सिजर म जिते ल अलिक छेउमा आइज बाबा दिमाग सोची सोची भन् के सोध्नु छ तपाईँको फेभरेट आइसक्रिम कुन चाहिँ हो मेरो फेभरेट आइसक्रिम चकलेट अनि चकलेटको मेरो मैले सोध्नुपर्छ मैले सोध्नुपर्छ अनि स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर म जिते तपाईँको फेभरेट मिठाई कुन चाहिँ हो सबैभन्दा फेभरेट मेरो मिस्टी मिठाई मिस्टी मिठाई मिठाई मिस्टी एउटै हो होइन मिठाई खानेवाला मिठाई भनेको चाहिँ क्या हो मिठाई मिठाई मिस्टी एउटै होइन होइन भन्नु होला त तपाईले मिठाई मिस्टी भनेको क्या हो मिठाई भनेको चकलेट क्रिम चकलेट होइन चकलेट मिठाई के एउटा मिठाई हामीले सानोमा कोकोनट मिठाई खान्थ्यौँ 8 आनाको 2टा दिन्थ्यो 1 रुपियाँको 4टा दिन्थ्यो अनि त्यही फेभरेट हो मेरो कोकोनट मिठाई खतम ल फेरि अनि त्यो होइन खाली स्टोन पेपर सिजर भन्नु मैले भन्नुपर्छ तेरो फेभरेट आइसक्रिम के हो चकलेट अनि दुध दामी रहेछ चोइस त ल फेरि स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर म जिते भन् तपाईँको फेभरेट सामान यो घरबाट के हो मेरो फेभरेट सामान यो घरमा मेरो घर हो नि त एउटा सामान मेरो घर मेरो सम्पत्ति मेरो सब मेरो एउटै हो सबै कुन चोइस गर्नु खाली एउटा एउटा यो घरको सामान यो घरको सामान के भन्नु घर हो मेरो फेभरेट म एउटै घर भने नि त नि खतम घर मेरो फेभरेट नै घरको एउटा सामान यति बेसी छ एउटा सामान खाली एउटा सामान मेरो फेभरेट हो गोदरेज गोदरेजमा सम्पत्ति के भन्छ अरे पैसा पैसा है पैसा गोदरेज भित्र में मेरो फेभरेट गोदरेज ल भयो आइज के मेरो छोरा लडो पैसा भनेको त लो 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 ए नहुनी सोध्छ मेरो छोरा स्टोन पेपर सिजर स्टोन पेपर सिजर स्टोन पेपर सिजर म जिते अब तँलाई भन्छ त भोलि पर्सि ठुलो भयो भने आमाले भनेको बिहे गर्ने कि आफै रोजेर बिहे गर्ने आमाले भनेको हो कि ठिक छ ल स्टोन पेपर सिजर स्टोन पेपर सिजर मैले भन्नुपर्छ वाह मैले भन्नुपर्छ रहेछ त ल राम्ररी बस के सोध्नु
स्कुल जान राम्रो लाग्छ कि लाग्दैन? लाग्छ। स्कुल जान राम्रो लाग्छ? उम्, स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। म जिते। भन। तै कुन चाहिँ स्कुलमा पढ्थ्यौ? म हाम्रो गाउँमा चान्द्र प्राथमिक विद्यालय स्कुलमा पढेकी म चाहिँ हाई स्कुलमा। ल कुन चाहिँ जग्गाको? आसामी चान्द्र बस्ती लामडिङमा। ल स्टोन पेपर सिजर। म भन्नु तँलाई कपडामा कुन कलर मनपर्छ? रेड। रेड। जर्सी। जर्सी त कलर चाहियो नि त। ब्लू एन्ड डार्क ब्लू। फर्स्ट सेभी ग्रुपको। स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। म जिते। तैको सबसे फेभरेट कपडा कुन चाहिँ हो? मेरो त सबैभन्दा फेभरेट पिङ्क। होइन कपडा। कपडा त पिङ्क कलरको मनपर्छ। अनि कुन चाहिँ स्वेटर न के? कुर्ता। कुर्ता? मेरो फेभरेट कुर्ता। अनि लोन पर्छ। स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। म जिते। फेभरेट गाडी कुन चाहिँ हो? मेरो फेभरेट गाडी मेरो मनको कुरै भन्दिनँ मेरो छोराले। मेरो फेभरेट गाडी कस्तो भन्नु? गाडीको नाम थाहा छैन मलाई। भेन। भेन? होइन भेन होइन, के भन्छन् त्यो पोतेको जस्तो गाडीलाई? के? राम्ररी बस्ने अरे क्यामेरामा कस्तो देखियो अरे। त्यो त राम्रै छैन। अनि मलाई गाडीको नाम थाहा भएन, तर मलाई ब्लू कलरको मनपर्छ। तर गाडीको नाम चाहिँ मलाई थाहा भएन। BMW। चेप्रो निचा परेको प्लेन परेको गाडी। BMW। BMW। मलाई थाहा छैन बाबु, नाम थाहा छैन। लो भयो, मेरो कलर चाहिँ ब्लू कलरको। स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। स्टोन पेपर सिजर। मैले भन्छु। म जिते। सोच लो क्या सोचना है। तैको सबसे फेभरेट जनवरी फेब्रुअरी मार्च यस्तो। डिसेम्बर त जनवरीबाट। मेरो लागि त भन्नु। अप्रिल राम्रो मेरो लागि चाहिँ। मेरो लागि पनि। अप्रिल। किन भने भन्ने अर्थ छैन कि। स्टोन पेपर सिजर। 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 स्टोन पेपर मैले भन्नु नि। आमा हाम्रो बाबुले गाएर नाचेर देखाउँछ। मेरो छोरा कस्तो मजाले नाच्छ भने नि तपाईँले चाहिँ हेरेको गर्नुहुन्छ। खाली भन्छु। नाचना भी पड़ेगा, गाना भी पड़ेगा, क्योंकि यहाँ पर शो हो रहा है तो सब लोग देखेगा आपका गाना और आपका डांस। तो भगवान को गाना गर्छु नि। नो दूसरा बार पे भगवान को गाना। अनि नाच्ने नाचेर पनि देखाउनु पर्छ। लो यस्तो गर्नुपर्छ नि भगवानको गानामा। श्री कृष्ण गोविन्द हरे मुरारी नारायण सुदेव। श्री कृष्ण गोविन्द हरे मुरारी नारायण सुदेव। दामी लो पेपर सिजर। म जिते। तैवन नाचेर गाउनु। के गाना गाउनु? नाच्नु। मेरो छोरालाई हेरेर हाँस्दैछ। छम छम नाचिदेऊ निहुरेर हातमा रुमाल कानफुली जुरेर। गाइस मलाई गाना गाउन आएन। र साथीहरू, आजको हाम्रो आमा छोराको सानो जोक भिडियो हजुरलाई चाहिँ कस्तो लाग्यो कमेन्ट चाहिँ गरिदिनु होला। र आजको लागि चाहिँ यति नै। सबैजनालाई गुड नाइट।
आज चाहिँ सबैजनालाई हेप्पी न्यु इयर होइन। आज चाहिँ फर्स्ट नयाँ सालको नयाँ दिन सुरु भएर पनि अब राति परेर खतम हुन आँटिसक्यो। र सबैजनालाई हेप्पी न्यु इयर भनिदियो। Happy New Year. बाई, गुड नाइट। Bye bye.